यहाँहरू सबैजनालाई नमस्कार। आज म नेपाल हामीसँग हाम्रा विभिन्न सिलेबसहरूमा सुब्बा खर्दार अफिसरकोमा जुन सार्वजनिक खरिद प्रणाली मा सार्वजनिक खरिद कानुन र यसका प्रमुख प्रावधानहरू भन्ने एउटा टपिक छ। त्यो बारेमा तपाईहरुलाई केही कुरा शेयर गर्न गइरहेको छु। म तपाईहरुसँग जोडिएको हुँ। मेरो नाम सुभाष चन्द्र अर्याल हो, नेपाल सरकारको शाखा अधिकृत। यहाँहरुसँग जोडिँदा अब पहिलो कुरा भनेको सार्वजनिक खरिदको कुरा गर्दा सार्वजनिक खरिद व्यवस्थापन भनेको के हो भनेर जानौं। अब यो जान्नुभन्दा अगाडि तपाईहरुले एउटा कुरा सामान्य जान्नु के पर्छ भने सार्वजनिक भन्दाबित्तिकै यो सरकारी अथवा सार्वजनिक प्रयोजनका निम्ति गरिने हो, खरिद हो भन्ने कुरा जान्नु पर्यो। सार्वजनिक खरिद व्यवस्थापन भनेको हामी व्यवस्थापन र अब सार्वजनिक खरिद र व्यवस्थापन तीनटा शब्दावलीलाई हामीले बुझ्नु पर्यो। सार्वजनिक भनेको चाहिँ सरकारी अथवा जनताको हितका निम्ति भनेर हामीले बुझ्नु पर्यो। अनि खरिद भनेको किन्ने काम भयो, खरिद गर्ने काम भयो। व्यवस्थापन भनेको त अब हामी व्यवस्थापन भनेर विभिन्न पोस्ट करको हिसाबले प्लानिङ उसका हिसाबले एकदम व्यवस्थापकीय हिसाबले भनेर त्यसको फेरि हामी एउटा चरण भनेर व्यवस्थापन भन्ने छुट्टै पनि पढिरहेका छौं हैन। सार्वजनिक खरिद व्यवस्थापन भनेकै के हो त भन्दा इन जनरल कुरा लेख्ने भन्दा पहिला बाहिरबाट बुझ्दा सार्वजनिक हितका निम्ति एकदम मितव्ययी तरिकाले, मितव्ययी भनेको सस्तो के सस्तो पनि होस्, गुणस्तरीय पनि होस्, प्रभावकारी पनि होस्, युजफुल पनि होस् हैन। ओ यी कुराहरुलाई चाहिँ यिनी सबै भयो भने त्यो चाहिँ सार्वजनिक खरिद व्यवस्थापन हो भनेर हामीले भन्ने गरिन्छ। अब सार्वजनिक खरिद भनेर यसलाई शब्दमै भन्दा चाहिँ सार्वजनिक हितको संरक्षण, प्रवर्धन तथा सुशासनमुखी दक्ष एवं प्रभावकारी खरिद प्रणालीको विकास र अवलम्बन नै सार्वजनिक खरिद व्यवस्थापन हो भनेर भनिन्छ। सार्वजनिक हितको संरक्षण, प्रवर्धन तथा सुशासनमुखी हुन पर्यो। दक्ष तथा प्रभावकारी खरिद प्रणालीको विकास तथा अवलम्बन नै सार्वजनिक खरिद व्यवस्थापन हो भनेर यहाँहरूले जान्नु पर्यो। अर्को कुरा के आउँछ भने सार्वजनिक निकाय तथा संयन्त्रबाट गरिने खरिद कार्य तथा प्रक्रियाको व्यवस्थापन तथा विधि सम्मत सञ्चालन चाहिँ सार्वजनिक खरिद व्यवस्थापन हो भनेर भनियो। अब यही प्राइभेट सेक्टरले गरेकोलाई फेरि हामी सार्वजनिक खरिद व्यवस्थापन भनेर भन्न सक्दैनौं। त्यो खरिद व्यवस्थापन हुन सक्यो तर सार्वजनिक खरिद व्यवस्थापन हुन चाहिँ सक्दैन। अब यो हाम्रो अहिलेकै ऐन र कन्टेक्स्ट अनुसार हामी सार्वजनिक खरिद भन्नाले यसको सेक्टर के छ त भनेर हेर्यौं भने जस्तै सार्वजनिक निर्माणका कुरा छ। माल सामान किन्छौं हामी। माल सामान भनेका डट, पेन, कपी, फोटोकपी पेपर लगायत चाहिँ भोलि ठूला मेसिनहरु, अस्पतालका मेसिनहरु, औषधिहरु यी सबै भए। अनि अर्को कन्सल्टिङ सर्भिस, कन्सल्टेन्ट सर्भिस भनेर जुन चाहिँ हामी परामर्श भनेर खरिद गरिरा हुन्छौं, जुन हामीले चाहिँ काम गर्न सकेनौं अथवा संस्था भित्रबाट काम हुन सकेन भने हामी आउटसोर्सिङबाट काम गराउँछौं, त्यो परामर्श सेवा हो। र अन्य सेवा भनेर अन्य सेवाहरु पनि केही अन्य सेवा भन्नाले अहिले मैले केलाई अन्य सेवा भनेको छ ऐनले भनेर यहाँहरुसँग शेयर गर्छु। यिनीहरुलाई जस्ता विषयहरुको खरिद गर्दा खरिद कार्यलाई जवाफदेही, पारदर्शी एवं विधि सम्मत गराउनु चाहिँ सार्वजनिक खरिद व्यवस्थापन हो भनेर भनिएको छ। नेपालको संविधानको धारा 51 को ख मा चाहिँ स्वच्छ, निष्पक्ष र भ्रष्टाचार मुक्त सार्वजनिक प्रशासनको परिकल्पना गरिएको छ। यो पनि सार्वजनिक खरिद व्यवस्थापनसँग जोडिएको छ। किनभने सार्वजनिक खरिद व्यवस्थापन जति बेला पारदर्शी हुन्छ, जति बेला जवाफदेही हुन्छ, जति बेला प्रभावकारी हुन्छ, जति बेला सुशासनमुखी हुन्छ, तब मात्रै के हुन्छ त भन्दा स्वच्छ, निष्पक्ष र भ्रष्टाचार मुक्त चाहिँ सार्वजनिक प्रशासनको निर्माण हुन्छ। बिग्रेको त यही नै रह्यो हैन। हुन त तमाम कुरा छन् तर एउटा फ्याक्टरमा चाहिँ सार्वजनिक खरिद प्रभावकारी भएन। जस्तै तपाई नारायणगढ बुटोल सडक खण्ड हेर्नुभयो, खरिद पनि भयो, सबै भयो, तर तपाई टाइममा काम भएन, टाइममा रिजल्ट भएन हैन। आखिर त्यो पनि त खरिद व्यवस्थापन त हैन नि त। किनभने प्रभावकारी हुन पर्यो, अन टाइम हुन पर्यो, सुशासनमुखी हुन पर्यो। त्यो चाहिँ सबै कुरा भयो भने बल्ल चाहिँ के रे खरिद। अब कतिपय खरिद हेर्यौं भने बाटो बनिरहेछ, हाम्रो खरिदले के भन्छ
यो निर्माण गर्ने, त्यसको एउटा चाहिँ सारा कुरा लेखेर त्यहाँ टाँस्ने, कसले गर्यो के गर्यो त्यसको बारेमा गुनासो कसले सुन्ने भनेर, तर कहीँ पनि गरिरह हुन्न भनेको पारदर्शी चाहिँ भएन कि। खरिद राम्रो थियो होला तर पारदर्शी हुन सकेन। अब अर्को चाहिँ सार्वजनिक निकायबाट हुने खरिदलाई व्यवस्थित, प्रभावकारी र कानुनी व्यवस्था अनुरूप सञ्चालन र सम्पादन गर्नु भनेर यसैलाई अब हामी अब यो सार्वजनिक खरिद व्यवस्थापनले के गर्छ त भनेर भन्यो भने यसले खरिदलाई एउटा त व्यवस्थित गर्ने भयो। खरिदलाई व्यवस्थित भनेको हामी के पछि के गर्ने भनेर खरिदले चाहिँ एउटा गाइडलाइन गरेको छ। जस्तै हामी सुरुमै टेन्डर निकाल्दैनौँ नि त, सुरुमा हामी इस्टिमेट गर्छौँ, लागत अनुमान तयारी गर्छौँ, त्यसलाई स्वीकृत गर्छौँ, अनि बल्ल प्रोसेसिङमा कुन खरिद विधि अपनाउने भन्छौँ, सारा कुरा गरेपछि बल्ल खरिदमा जान्छौँ, खरिद सम्झौता गर्छौँ, खरिद कार्यान्वयन गर्छौँ, अनि फेरि बल्ल भुक्तानी गर्छौँ। सुरुमै पैसा लैजा भन्दैनौँ नि, त्यसैले यसलाई के भयो, व्यवस्थित भयो। योजनाबद्ध र उद्देश्यमूलक, योजनाबद्ध हुन्छ, उद्देश्यमूलक हुन्छ। कुनै पनि खरिद भनेको उद्देश्य, कुनै न कुनै उद्देश्य नबोकिकन हुन्न, वस्तुनिष्ठ हुन्छ र यसले उत्तरदायी बनाउँछ भनेर हामीले जान्नु पर्यो। ल अब सार्वजनिक खरिद व्यवस्थापनका उद्देश्यहरू के हुन सक्छन् त भन्ने कुरा आउँछ। सार्वजनिक खरिद व्यवस्थापनका उद्देश्य भनेको एउटा चाहिँ मिडवे, भ्यालु फर मनी भनेर भन्छ, मिडवे बनाउने के, निकायले तिरेको मूल्यको उपलब्धि के हो त, किन गरियो त, होइन यो मिडवे थियो थिएन, योभन्दा सस्तोमा पाइन्थ्यो पाइँदैन भनेर त्यो सार्वजनिक खरिद व्यवस्थापन भनेको कम्पिटिसनमा सबैभन्दा सस्तोले हामी लिने भन्छौँ नि, अधिकांश सबै मिल्यो छ भने सस्तो, मिडवे गर्यो। यसले भ्यालु फर मनी, तिरेको मूल्यको उपलब्धिको कुरा पनि गर्छ। अर्को प्रक्रिया र निर्णयको पारदर्शिताका लागि, प्रक्रिया र निर्णयको जस्तै ओहो मैले चिनेको थिएँ त्यसलाई काम दिन्छु भन्न पाइएन कि। अब एकाध भइरह त छन् तर खरिदको नर्म्स चाहिँ त्यो होइन। यसको उद्देश्य चाहिँ पारदर्शी होस्, प्रतिस्पर्धा होस्, त्यसमा इलिजिबल हरेकले चाहिँ प्रतिस्पर्धा गर्न पाओस्, पारदर्शी होस्। अब हाम्रो त अहिले खरिद चाहिँ ट्याक्क 3टा कोटेसनमा आएर गर्ने पनि छ, तर त्यसको अर्थ के हो भने मौजुदा सूचीमा सूचीकृत भएकाहरूसँग कोटेसन माग गर्ने, ती मध्येबाट कम्तीमा 3वटा लिएर चाहिँ सोझै खरिद गर्ने भन्ने हो नि त, तर हुन चाहिँ त्यो सकेन। प्रक्रिया र निर्णयको पारदर्शिता हुन सकेन। आफूले चिनेका 3वटालाई ल्यायो, गरायो। बोलपत्र दाता वा प्रस्तावकलाई भेदभाव रहित व्यवहार भनेर, भेदभाव रहित के, तैँले गर्न पाउँछस् तैँले पाउँदैनस् भनेर यो खरिद व्यवस्थापनको अर्को उद्देश्य भनेको भेदभाव रहित व्यवहार हो। उनीहरूलाई भेदभाव नगर्ने, होइन भेदभाव नगर्ने, सबैलाई प्रतिस्पर्धामा भाग लिन दिने, सबैलाई खरिद प्रक्रियामा भाग लिन दिने भन्ने हो। अर्को सार्वजनिक अधिकारीहरूको जवाफदेहिता पनि यसमा जोडिएको हुन्छ। सार्वजनिक अधिकारीहरूको जवाफदेहिता भनेर जवाफदेहिता प्रवर्धन गर्ने के, कुनै पनि सार्वजनिक अधिकारीहरूले किन के कसरी भनेर उनीहरूले जवाफदेही बन्नु पर्यो। माल सामान र सेवाको गुणस्तरीयता पनि रहने भयो। यसमा क्वालिटी छ छैन, त्यो अनुसारको लागत अनुसार गर्ने नगर्ने भनेर टर्म्सहरू तोकिएको हुन्छ र खरिदमा चाहिँ यो हुनुपर्ने, यो क्वालिटी हुनुपर्ने, यति क्वान्टिटी हुनुपर्ने भनिएको हुन्छ। त्यसैले यसले के गर्ने भयो त भन्दा क्वालिटी एस्युरेन्स पनि गर्ने भयो। कार्यकुशलता र उत्तरदायित्वपूर्ण कार्य भनेर यसले कार्यको कुशलता पनि डेभलप गर्ने भयो र उत्तरदायित्व पनि विकास गर्ने भयो। अर्को वित्तीय सुशासन कायम गर्छ। जब मितव्ययी हुन्छ, पारदर्शी हुन्छ, भेदभाव रहित हुन्छ त तब त के भयो, वित्तीय सुशासन हुने भयो, खर्च कम हुने भयो, खर्चको पारदर्शिता हुने भयो, होइन खर्चको औचित्यता हुने भयो, खर्चको जवाफदेहिता हुने भयो। त्यसैले के हुने भयो त, वित्तीय सुशासन हुने भयो। खरिद व्यवस्थापनको क्षमता अभिवृद्धि हुन्छ। खरिद व्यवस्थापनको, सार्वजनिक खरिद व्यवस्थापनको अर्को उद्देश्य भनेको जुन खरिदको व्यवस्थापन छ यसको क्षमता अभिवृद्धि, तालिम दिएर होला अथवा चाहिँ कार्यालयहरूलाई यसरी गर्ने भनेर परामर्श दिएर होला अथवा कार्यालयहरूलाई अर्को एउटा विज्ञबाट चाहिँ सहयोग दिएर होला खरिद व्यवस्थापनको क्षमता अभिवृद्धि गर्ने भनेर हामी सम्झिने। अर्को भनेको सरकारी कोषको उपयोगमा इमान्दारिता, त्यो वित्तीय सुशासनमा पनि कुरा मिल्यो। जुन सरकारी हामी सार्वजनिक कोष भनेर पढ्छौँ अफिसर केहीमा पनि, सार्वजनिक कोष सदाचार र नैतिकता भन्ने छ नि, वो सार्वजनिक कोषको उपयोगमा इमान्दारिता र कायम गर्ने भयो यसको उद्देश्य। अर्को अन्य सार्वजनिक नीतिहरूलाई सहयोग गर्ने। सार्वजनिक खरिदले के गर्छ त,
अन्य सार्वजनिक नीति जस्तै वातावरणको संरक्षण, सामाजिक समानता, न्यूनतम ज्याला, सन्तुलित विकास आदि जस्ता विषयहरूलाई के गर्ने भयो त भन्दा यिनीहरूलाई सहयोग गर्ने भयो। अर्को यसले आन्तरिक उद्योगहरूको संरक्षण गर्ने, यसको अर्को उद्देश्य भनेको आन्तरिक उद्योगहरूको संरक्षण गर्ने भनेर। त्यस्तै गरी अर्को उद्देश्यमा आन्तरिक उद्योगहरूको संरक्षण गर्ने, प्रतिस्पर्धाको प्रवर्धन गर्ने, आदर्श खरिदकर्ता अर्थात् मोडेल पर्चेजर हुने भनेर यी चाहिँ सार्वजनिक खरिद व्यवस्थापनका उद्देश्यहरू हुन्। खरिद व्यवस्थापनमा आधारभूत वित्तीय व्यवस्थापन कार्यको कुरा भयो। कार्य सार्वजनिक वित्तीय व्यवस्थापन चक्र भनेर हेरौँ। सार्वजनिक वित्तीय व्यवस्थापन चक्र भनेको ठ्याक्कै यही हो। सेक्सन अफिसरमा योभन्दा अगाडि सोधेको क्वेसन हो। नीति र योजनाको कुरा हुने भयो, जस्तै वित्तीय लक्ष्य, नीतिगत लक्ष्यहरू, स्रोत व्यवस्थापनका कुराहरू, खर्च र प्राथमिकताका कुराहरू रहने भए। बजेट तयारी र स्वीकृति, जस्तै राजस्व र खर्चको बजेट तयारीमा के हुन्छ त भन्दा राजस्व र खर्चको प्रक्षेपण हरेक वर्ष अर्थमन्त्रीले गर्ने गर्छन्। वित्तीय योजना, मन्त्रालयगत विनियोजन कति हो र विधायिकी स्वीकृति भनेर संसदमा बजेट पेश गरेर विधायिकी स्वीकृति लिने चलन छ। अब बजेट कार्यान्वयनको कुरा भयो। कोषको निकासा, खर्चको नियन्त्रण, कार्यक्रमको कार्यान्वयन, खरिदको व्यवस्थापन, राजस्व र प्राप्ति अथवा ऋण पनि के हो भन्ने सम्मको कुराहरू चाहिँ आउने भयो। लेखाङ्कन, प्रतिवेदन र अनुगमन, यो बुलेट भयो हुनाले मैले धेरै व्याख्या गर्नतिर लाइन, तपाईँहरूले बुझ्नुहुन्छ। लेखाङ्कन, प्रतिवेदन र अनुगमन भनेर मासिक र चौमासिक प्रतिवेदनहरू, खर्च र प्रतिफल, एकीकृत वित्तीय प्रतिवेदन, वार्षिक पुनरावलोकन जस्ता विषयहरू चाहिँ यहाँनिर आयो भने लेखा परीक्षण र बाह्य छानबिन भनेर जस्तै अब खर्च त गर्यो, खर्च ठिक थियो थिएन भनेर अडिटिङ हुने कुरा भयो, लेखा परीक्षण हुने भयो, अथवा महालेखा परीक्षक कार्यालयबाट लेखा परीक्षण, महालेखा नियन्त्रक कार्यालय र सो अन्तर्गतका निकायहरूबाट आन्तरिक लेखा परीक्षणको कुरा हुने भयो। त्यसै गरी सार्वजनिक लेखा समितिले महालेखा परीक्षकको कार्यालयले पेश गरेको जुन प्रतिवेदन हुन्छ त्यो उप चाहिँ छलफल गर्ने कुरा भयो। संसद र संसदीय समितिहरूले महालेखा परीक्षकको कार्यालयले उठाएका विषयहरूमा चाहिँ सम्बन्धित कार्यालय अथवा सम्बन्धित मन्त्रालयसँग जवाफ माग्ने, सम्बन्धित लेखा उत्तरदायी अधिकारीहरूलाई बोलाएर अन्तर्क्रिया गर्ने काम हुने भयो। अन्य नियामक तथा छानबिन निकाय भनेको जस्तै CIA जस्ता संस्थाहरू जसले चाहिँ यो विषयमा छानबिन गर्छन्। जस्तै अस्ति CIBले तपाईँको नेपाल ट्रस्टको विषयमा पक्राउ गर्यो हो, त्यो पनि महालेखा परीक्षकको कार्यालयले जुन प्रतिवेदनमा उल्लेख गरेको विषय थियो त्यसैलाई आधार मानेर CIBले छानबिन सुरु गरेको थियो। त्यसैले अन्य छानबिन र निकायहरू जुन अनियमित गरियो, जुन चाहिँ कानुनभन्दा बाहिरबाट गरियो भने बाह्य निकायहरू, अख्तियार मात्रै होइन कि बाह्य निकायहरूले पनि छानबिन गरिरहेका हुन्छन्। अनि अब चाहिँ मूल्याङ्कन र नीतिको पुनरावलोकनको कुरा भयो। हामी सुरुमा नीति बनायौँ, अब फेरि के हुने भयो त भन्दा त्यसको मूल्याङ्कन हुने भयो र पुनरावलोकन, जस्तै उपलब्धिहरूको मूल्याङ्कन कस्तो छ त, हामी कतिमा गयौँ, हामी कहाँ थियौँ, यो वर्ष हाम्रो उपलब्धि कति भयो, वार्षिक पुनरावलोकनको कुरा हुने भयो, नीति अध्यावधिक गर्ने कुरा हुने भयो। जस्तै कहिलेकाहीँ हामीले राजस्वको लक्ष्य यति भनेपछि बिचमा फागुन र चैतमा गएर के गर्छौँ, राजस्वको लक्ष्य चाहिँ घटाइयो भन्छौँ, खर्चको लक्ष्य चाहिँ घटाइयो, बजेट नै संशोधन गरेर 17 खर्बको बजेट 15 खर्बमा ल्याइयो भन्ने कुरा आउँछ नि, हो त्यो कुरा भयो। योजना आयोग र परिषद, जुन नीति मूल्याङ्कनमा चाहिँ योजना आयोग र परिषदहरू पनि संलग्न हुन्छन्, यी कुरा सार्वजनिक वित्तीय व्यवस्थापन चक्रभित्रका कुराहरू भए। अब ट्रेजरी अपरेसन, क्यास म्यानेजमेन्ट, यी भनेका त यहीँनिरका तपाईँको खर्चका र कोषको नियन्त्रण, खर्च नियन्त्रणका कुराहरूसँग छुट्टै छ फेरि, होइन। एडिपी, जाइका यिनीहरूको चाहिँ फेरि छुट्टै छ, तिनीहरूको पनि छुट्टै छ। मैले यहाँ यति कुरा राखेँ। नेपालको सार्वजनिक खरिद चाहिँ कहाँबाट गाइडेड छ त भन्ने कुरा आउँछ। जस्तै यति धेरै मोडेलहरू त रहेछन्, हामी अधिकांश कुराहरू हामीले कहाँबाट गाइड गरिरहेछौँ, कहाँबाट लिइरहेछौँ भन्दा हामी चाहिँ UNCTRAL, युनाइटेड नेसन कमर्स एन्ड इन्डस्ट्रियल ट्रेड लको मोडेलमा आधारित हाम्रो जुन खरिद ऐन चाहिँ यसमा आधारित छ। यो पनि तपाईँहरूले जानिरहनुपर्छ, कहाँबाट हाम्रो के हो त भन्ने कुरा, होइन।
अब सार्वजनिक खरिदका सिद्धान्तहरू के हुन् भन्ने कुरा हो। सार्वजनिक खरिदका सिद्धान्तहरूको कुरा गऱ्यौँ भने अघि भने जस्तै कुरा हुन्। जहाँ यसका विशेषताहरूको कुरा गऱ्यौँ, जहाँ खरिद यस्तो हुनुपर्छ भन्यौँ, तिनै कुराहरू हुन्। जस्तै सिद्धान्त भन्दा बित्तिकै केलाई फलो गर्ने भन्ने हो। सार्वजनिक खरिद भन्दा बित्तिकै केलाई हामी फलो गर्ने भन्ने कुरा आउँछ। त्यो फलो गरेमा नम्बर 1 पारदर्शी हुनु पऱ्यो। मैले सुरुमै भनेको थिएँ खरिद पारदर्शी हुनु पऱ्यो, जवाफदेही हुनु पऱ्यो, जनविश्वास अभिवृद्धि गर्ने हुनु पऱ्यो। जस्तै नारायणगढ बुटोलको सडक खण्डको खरिद त भएको छ, तर त्यसले जनविश्वास गुमाइरहेछ के होइन। अहिले नागरिकको राज्यप्रतिको असन्तुष्टिको एउटा कारण त्यो पनि हो कि मान्छे जाँदा के छ त भन्दा घन्टौँ होइन, दिनभरि रातभरि 20-25 घन्टासम्म चाहिँ त्यो सडक निर्माणका कारणले जाममा पर्ने, सडक टाइममा नभएका कारणले जाममा पर्ने हुँदा मान्छेको फ्रस्ट्रेसनको लेभल बढाउनुमा त्यो सडकको पनि एउटा छ। हामी हेरिरहेछौँ, अन्य कुरा पनि छन्, तर त्यो सडकको पनि एउटा त्यसमा चाहिँ भूमिका छ होइन। अनि अर्को भनेको अब तपाईँको औचित्यता के कुनै खरिद चाहिँ औचित्य। जस्तै अस्ति तपाईँको टिआइएमा विमानहरू ल्यान्ड हुन सकेन नि, तर दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरू हामीसँग मौजुदा छन्। जस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, तर हामी ती दुईटैमा हामी ल्यान्ड गर्न नसकेर लखनऊ पुर्याउनु पर्ने अवस्था आयो भनेपछि हाम्रा ती चाहिँ दुईवटा विमानस्थलहरूको औचित्यता के त भन्ने कुरा यो लेम्यानका हिसाबले हामीले सोच्दा है। त्यसको फेरि अब टेक्निकल कुराले गर्दा भोलि क्यानले त आफ्नो हिसाबले त्यसलाई हेरेको होला, तर हामीलाई ठ्याक्कै समस्या पर्दाका दिन त काम लागेनन् नि। त्यसैले त्यो हरेक खरिद चाहिँ औचित्यपूर्ण पनि हुनु पर्यो। भेदभाव रहितता भन्छ। भेदभाव रहितता भनेर त अब कतिपय निर्माण ठेकदारहरूले उजुरी नै हालिरहेका हुन्छन्, यसलाई हामीलाई संलग्न गराइएन, मेरो यस्तो राम्रो इलिजिबल हुँदाहुँदै मलाई के अरे मूल्याङ्कनबाट हटाइयो, मूल्याङ्कनमा सहभागी हुन दिएन भनेर कुरा गरिरहेका हुन्छन् होइन। खुला र समान सहभागिता, खुला र समान सहभागिता पनि यसको अब पारदर्शिता भन्नु र खुला र समान सहभागिता उस्तै कुरा हो हुन चाहिँ। भेदभाव रहितताले यसलाई भेट्छ, तर मैले यसलाई पनि छुट्टै सिद्धान्तको रूपमा यहाँ एट्याच गरेको। खुला र समान सहभागिता भनेको यो प्रतिस्पर्धी हुनु पर्यो, खुल्ला हुनु पर्यो, सबैको पहुँच योग्य हुनु पर्यो र समान सहभागिता हुनु पर्यो। सबैले जो त्यसमा चाहिँ इलिजिबल छन् उनीहरूले समान सहभागिता भएर प्रतिस्पर्धा गर्न पाउनु पर्यो। स्वच्छ प्रतिस्पर्धा, मितव्ययता एवं कार्यदक्षता र कानुनी व्यवस्थाको अनुपालन भनेर यी कुराहरू यहाँहरूले जान्नु पर्यो। अब सार्वजनिक खरिद सम्बन्धी कानुनी व्यवस्थाहरू के हुन् त भनेर हामीलाई कहिलेकाहीँ सोध्छ क्वेसन। सार्वजनिक खरिद सम्बन्धी कानुनी व्यवस्था भन्यो भने संवैधानिक व्यवस्था भनेर, हुन त कानुनी व्यवस्था भन्यो भने व्यवस्था ल हेर्नु है। संविधानको धारा 51 को खमा अघि नै मैले भने सार्वजनिक प्रशासनलाई सोपाभ बनाई सुशासनको प्रत्याभूति गर्ने भनेको स्वच्छ पारदर्शी यो दुईटै भएपछि भ्रष्टाचार मुक्त हुने हो, बनाई सुशासनको प्रत्याभूति गर्ने भनेर भन्यो। अर्को धारा 238 मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ। संविधानको भाग 21 को धारा 238 मा चाहिँ जुन अख्तियार दुरुपयोग अनुसन्धान आयोग भनेर अदुआ भन्छौँ हामी, यसको व्यवस्था गरियो। भाग 22 मा महालेखा परीक्षकको व्यवस्था, जसले चाहिँ अडिट गरेर सार्वजनिक खरिद औचित्यपूर्ण थियो थिएन त्यहाँ लेखेकै छ उसले कुन विषयमा गर्ने भनेर हामी हेऱ्यौँ भने कार्यदक्षताका आधारमा, औचित्यताका आधारमा, मितव्ययताका आधारमा, प्रभावकारिताका आधारमा भनेर यो महालेखा परीक्षकको कार्यालयले यसरी चाहिँ अडिट गर्ने भनेर भनिएको छ भाग 22 मा, जसले चाहिँ सार्वजनिक खरिदलाई चाहिँ व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। जस्तै मेलम्चीमा भएको मेलम्चीको विषय चाहिँ यही अडिटले उठाएको हो। तपाईँको राजस्वको त्यो के को बिलको कुरा थियो, यो पनि यसैले हो। त्यो बिल खरिद के टिकट सिकटको लफडा थियो नि, हो यी कुराहरू। अधिकांश अहिलेका विषयहरू चाहिँ अख्तियारमा जाने विषयहरू महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा उठाएका विषयहरू नै छन्। उसले चाहिँ विशेष विषय भनेर निकालेका विषयहरूलाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान छानबिन गरेको छ। कानुनी व्यवस्थामा अब मैले अघि नै भने 2063-39 देखि लागू भएको सार्वजनिक खरिद ऐन 2063 भयो। त्यसै गरी नेवाली 2064 भयो। यो अर्को दुईटा कानुनी व्यवस्था भए।
अब यसमा के छ भन्ने कुरा कहिलेकाहीँ भनेर थोरै मसिनो कुरा पनि राखेको। सार्वजनिक खरिद ऐन बमोजिमको कार्यविधि पुरा गरी खरिद गर्नुपर्नेमा कानुनको प्रतिकूल हुने गरी गरिएको खरिद बदर अमान्य हुने भनेर संविधानको दफा के अरे संविधान भन्दा आयो खरिद नेवालीको दफा 3 मा उल्लेख गरी के अरे ऐनको दफा 3 मा भनेर फेरि नेवाली भन्न आउँछ। यसको नियम 147 मा मूल्याङ्कन समितिको व्यवस्था गरिएको छ। मूल्याङ्कन समितिको व्यवस्था भनेर को मूल्याङ्कन समितिमा रहने भनेर जस्तै सार्वजनिक निकायको प्रमुख वा निजले तोकेको वरिष्ठ मान्छे के अरे कर्मचारी, त्यो कार्यालयको कर्मचारीको अध्यक्षतामा एउटा समिति छ जसमा कानुनको मान्छे हुने, लेखाको मान्छे हुने, विज्ञ हुने भनेर त्यसरी परिकल्पना गरिएको छ। नियम 148 मा दर रेट निर्धारण समिति भनेर दर रेट निर्धारण समितिको व्यवस्था पनि गरिएको छ। कहिलेकाहीँ दर रेट निर्धारण समिति कस्तो संरचनामा छ भनेर लेख्न तपाईहरुलाई सोध्न सक्छ। यसको बारेमा पनि एकचोटि आफूले फर्मेसन चाहिँ तपाईहरुले हेर्ने। त्यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 र नेवाली 2077 भए। स्थानीय सरकार सञ्चालन ऐन 2074 भयो। सुरक्षा सामग्री प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि 2064 भयो। सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका 2081 भयो। विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका 2080 भयो। मुलुकी अपराध संहिता 2074 भयो जसको दफा 250 मा निर्माण कार्यमा जालसाजी गरेमा कारबाहीको व्यवस्था गरिएको छ। यो मुलुकी अपराध संहितामा कसैले पनि ठेक्का निर्माण लियो र त्यसमा जालसाजी गर्यो भने अनुसारको क्वान्टिटी गुणस्तर कायम गरेन भने तपाईलाई कारबाही हुने भनेर व्यवस्था गरिएको छ। अन्य हामी हेर्यौं भने प्रदेशगत सार्वजनिक खरिद सम्बन्धी कानुनहरू भनेर प्रदेशहरूले पनि र केही स्थानीय तहहरूले पनि खरिद सम्बन्धी कानुनहरू संघीय ऐनको प्रतिकूल नहुने गरी निर्माण गरेका छन्। अब त्यसैमा अब अरु हेर्नुभयो भने संस्थागत व्यवस्थाहरू के छन् त भने पीपीएमओ भनेर सार्वजनिक खरिद अनुगमन कार्यालय भनेर भयो। सीआईए भनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कुरा भयो। महालेखा परीक्षकको कार्यालयको कुरा भयो। राष्ट्रिय सतर्कता केन्द्र जसले साना साना खरिदका विषयहरू टेक्निकल अडिटका कुराहरू राष्ट्रिय सतर्कता केन्द्रले हेर्ने गर्छ। अन्य विभिन्न मन्त्रालयहरूले पनि अनुगमन शाखा राखेर खरिदको विषयमा अनुगमन गर्ने, त्यसमा सुझाव दिने, सुधार गर्ने काम गर्छन्। अन्य व्यवस्थाहरू हेर्नुभयो भने उपभोक्ता समितिहरू छन् जो उपभोक्ता समितिले खरिदमा आफै संलग्न भएर वा नभएर चाहिँ खरिदमा अनुगमन वा खरिदको व्यवस्थापन गर्ने काम गर्छ। उजुरी पेटिकाहरूको व्यवस्था गरिएको छ। खरिदमा कहीँ जालसाजी भयो भने उजुरी पेटिका, उजुरी दिने भनेर उजुरी पेटिका। खरिदमा केही मिलेमतो भयो भने गुनासो सुन्ने अधिकारीहरूको व्यवस्था छ। खरिद पुनरावलोकन समितिको व्यवस्था मैले अघि नै भनिसकेँ। घरभाडा निर्धारण समिति भनेर यो छुट्टै अर्को व्यवस्था गरिएको छ। अब सार्वजनिक खरिद ऐनमा सार्वजनिक निकाय भनेका के हुन् भनेर भनिएको छ। सार्वजनिक निकाय भनेका के हुन् त भन्ने कुरा गरिएको छ। त्यसैले मैले यहाँ थोरै कुरा सार्वजनिक निकायको तपाईहरुलाई कुरा गर्न खोजेको। सार्वजनिक निकाय भन्नाले भनेर सार्वजनिक निकाय भन्नाले पहिलो कुरा त संवैधानिक अङ्ग वा निकायलाई संवैधानिक अङ्ग वा निकाय भनेर तपाईहरुले सम्झिनु पर्यो। संवैधानिक अङ्ग वा निकाय हैन, त्यसपछि अदालत, अख्तियार अदालत गयो भनेर सम्झिने। पहिला संवैधानिक अङ्ग, त्यसपछि अदालत, त्यसपछि सरकार। अब तपाईहरुले सम्झिनु पर्यो संवैधानिक अङ्ग, अदालत अनि सरकार। सरकारमा पनि संघ र प्रदेश, नेपाल सरकार र प्रदेश सरकार भनेर अब यस भित्रका संरचना छन्। जस्तै अब सरकारभित्र के हुन्छन् त भन्दा पहिलो भनेको मन्त्रालय हुन्छन्, मन्त्रालय, सचिवालय, आयोग र विभाग हुन्छन्। मन्त्रालय, सचिवालय, आयोग अनि विभागहरू भनेर सम्झिने। त्यसैगरी अर्को भनेको नेपाल सरकार वा प्रदेश सरकार अन्तर्गतका मन्त्रालय, सचिवालय, आयोग र विभाग। पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था भन्छु मैले भन्दा चाहिँ अब संगठित संस्था भन्ने पनि हुन्छ। संगठित संस्था भित्र चाहिँ संस्थान पनि पर्छ, कम्पनी पनि पर्छ, बैंक पनि पर्छ, समिति पनि पर्छ, आयोग पनि पर्छ, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र यी सबै पर्छन्। त्यसैले संगठित संस्था भनेर सम्झिने। पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था। पूर्ण वा अधिकांश अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, अनुसन्धान केन्द्र अथवा यसलाई हामी हेर्यौँ भने शैक्षिक संस्थाहरू, पूर्ण वा अधिकांश अनुदान प्राप्त शैक्षिक संस्थाहरू भनेर तपाईहरुले सम्झिनु पर्यो हैन। अब त्यहाँ लामो लेखेको छ, यसलाई आफ्नो भाषामा बनाउँदा त्यहीँको गक्छु भन्यो भने यो कुरा भयो। ऋण वा अनुदानमा सञ्चालित संस्थाहरू भनेर, ऋण वा अनुदानमा सञ्चालित संस्थाहरू भनेको छ।
हैन। अब नेपाल सरकारको ऋण वा अनुदान, प्रदेश सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्थाहरूको कुरा भयो र नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर यो चाहिँ सार्वजनिक निकाय हो भनेर तोकेको अन्य संस्थाहरू चाहिँ पर्ने भए भनेर भनिएको छ। त्यो बाहेक चाहिँ स्थानीय तहलाई पनि सार्वजनिक निकाय भनिएको छ भने विकास समिति ऐन 2013 बमोजिम गठित विकास समितिहरूलाई पनि सार्वजनिक संस्था भनेर, सार्वजनिक निकाय भनेर यसले परिभाषित गरेको छ। कतिपय सार्वजनिक निकाय भनेर भ्रष्टाचार निवारण ऐनले पनि फेरि गरेको छ यही कुरा चाहिँ, यसलाई अलि विरत रूपमा चाहिँ यो भनेको छ। ल कुरो त उस्तै छ हैन। भ्रष्टाचार निवारण ऐनमा पनि सार्वजनिक निकाय, सार्वजनिक संस्था भनेर भनिएको छ। अब सार्वजनिक खरिद कार्यमा अहिले हामीसँग भएको कार्य के हुन् भनेर हामी हेऱ्यौँ भने अहिले हामीसँग भएका कार्यहरूलाई हेर्नु भने एउटा निर्माण कार्यको कुरा छ। निर्माण कार्य भनेर जस्तै कुनै संरचना वा कुनै कुराको निर्माण गर्ने जस्तै भवन बनाउने, त्यसको पुनर्निर्माण गर्ने हैन। जस्तै अब सिंहदरबार जल्यो नि, अब त्यसको पुनर्निर्माण गर्नु पर्यो। अब कुनै चाहिँ तपाईँको बिल्डिङ जल्यो, त्यसलाई भत्काउनु पर्यो हैन, त्यसको मर्मत सम्भार गर्नु पर्यो, जीर्णोद्धार गर्ने कार्यसँग सम्बन्धित कुराहरू चाहिँ भनेको छ। अब त्यसमा पनि अरू अझ विराटमा हेर्ने हो भने सम्बन्धित निर्माण स्थल तयार गर्ने, जुन साइट बनाउने भन्छौँ नि हामी, पहिला खाडल बनाउने, निर्माण उसको प्लेन बनाउने कुराहरू, खन्ने, ठडाउने, बनाउने, उपकरण वा माल सामान जडार गर्ने, सजाउने आदि जस्ता कार्य तथा आनुषाङ्गिक सेवा भनेको नक्सा बनाउने, प्रयोगशाला परीक्षण गर्ने, भूपगरे फोटो खिच्ने, भूकम्पीय परीक्षण गर्ने जस्ता कार्यहरू भनेर निर्माण अन्तर्गत भनेर राखिएको छ। यो हाम्रो सार्वजनिक खरिद ऐनमा परिभाषित गरिएको कुरा हो। अब परामर्श भन्दा बित्तिकै हामीसँग भएको परामर्श निर्माणको कुरा भयो, परामर्शको कुरा भयो, माल सामानको कुरा भयो र अन्य सेवा भनेर यसरी चाहिँ 4वटा क्याटेगोरीमा हाम्रो सार्वजनिक खरिदलाई विभाजन गरिएको छ। परामर्शमा चाहिँ अध्ययन, अनुसन्धान, सर्वेक्षण, डिजाइन, ड्राइङ, सुपरिवेक्षण, तालिम, परीक्षण गर्ने काम, सफ्टवेयरको विकास र यस्तै प्रकृतिका अन्य बौद्धिक वा पेशागत सेवा भनेर भनिएको छ। अन्य सेवामा के त भन्दा अन्य सेवामा सवारी साधन, उपकरण वा माल सामान भाडामा लिने, जस्तै हामी भाडामा लिन्छौँ नि, गाडीहरू भाडामा लिने, माल सामानहरू भाडामा लिने, ढुवानी गर्ने, कुनै अब कार्यालयहरू त्यस्ता पनि छन् ढुवानी गर्ने, जस्तै हुलाक कार्यालयहरू होला, कुरियर गर्ने काममा ढुवानीको सेवा लिन्छन्, माल सामान मर्मत सम्भार गर्ने कार्यहरू चाहिँ यो अन्य सेवा अन्तर्गतका कुरा भए। यो 4वटा क्याटेगोरीलाई भने एउटा त माल सामान भन्ने कुरा त माल सामानमा के पर्ने भन्ने त थाहा पाइहाल्नुहुन्छ, त्यसैले मैले त्यहाँ नराखेको। अब यो खरिद कार्य भनेर दफा 2मा हाम्रो खरिद ऐनको दफा 2मा चाहिँ माल सामान, परामर्श सेवा, निर्माण र अन्य सेवालाई खरिद भनेर सार्वजनिक खरिद के हुन् त भनेर क्याटेगोराइज गरिदिएको छ। माल सामानमा के पर्छन् त भन्ने कुरा फेरि मैले यहाँनिर यसलाई संरचनागत रूपले यसरी राखेको छु। चल वा अचल कुरा भयो, सजीव वा निर्जीव कुरा भयो, वस्तु आपूर्ति गर्ने आनुषाङ्गिक सेवा भयो। यो सर्टकटमा हामी हेर्दा निर्माणको कुरा अघि नै मैले यहाँहरूलाई भनिसकेँ। यसैलाई अनि परामर्श सेवाको कुरा यो भयो, परामर्श सेवा भनेर भयो। के खरिद गर्ने, यसका आधार के हुन् भनेर। माल सामान भनेर हामी हेऱ्यौँ भने माल सामानमा कस्ता मसलन्दा कुराहरू भए, कम्प्युटर भए, ल्यापटप भए, प्रोजेक्टर भए, फर्निचर भए, सवारी साधन भए, अन्य हेभी इक्विपमेन्टका कुराहरू भए, मेसिनरी पार्ट्सहरू भए, जस्तै अस्पतालका मेसिनहरू भए, निर्माण भवन, सडक, नहर, पुल, पर्खाल, धारा, यिनी चाहिँ निर्माण कार्यमा अहिले हामी नेपालमा देखिएका भनेका निर्माण भन्दा बित्तिकै कि सडक बनाउँछन्, कि भवन बनाउँछन्, कि नहर बनाउँछन्, कुलो भन्छन्, कि पुल बनाए हुन्छन्, कि पर्खाल बनाए हुन्छ, कि धारा बनाए हुन्छ के। ल हेर्नु, अधिकांश हामी हेऱ्यौँ भने अब यिनै हुन्। अहिले पार्क पनि कुरा आउँछ है, पार्कको कुरा, पार्क पनि बनिरहेछ। भर्खरै हाम्रो काठमाडौँका मेयर साहबको स्टाटस आएको थियो नि, पार्क भनेर, खुला मञ्चको। परामर्श सेवा भन्यो भने अहिले भएका त डिपिआरका कुराहरू आए, डिजाइन, सर्वेक्षण, बोलपत्र, प्रस्तावको, जस्तै बोलपत्र र प्रस्ताव पनि कतिपय त परामर्श सेवा ल्याएर बनाउनु पर्ने हुन्छ, कति अलि चाहिँ हेभी कुराहरू हुन्छन्। सुपरिवेक्षण, निरीक्षण, जस्तै कहिलेकाहीँ चाहिँ हामीले सडकहरूकै निरीक्षण गर्न पनि हाम्रो क्षमताले नभ्याउने हुनसक्छ। त्यसमा इन्टरनेसनल कन्सल्टेन्ट, नेसनल कन्सल्टेन्टहरू हायर गरेर गर्नुपर्ने हुन्छ। कतिपय बिल्डिङहरूको चाहिँ त्यसै गरी हामीले गर्नुपर्ने हुन्छ हैन। जस्तै अहिले सिंहदरबारको संसद भवन नै बन्दाखेरि छ क्यारे, अब ठुला बिल्डिङहरूमा यसरी कन्सल्टेन्टहरू ल्याएर उनीहरूले गर्ने भनेर देखिन्छ हैन।
अब यसले क्वालिटी एस्युरेन्स त गरिरहेको हुन्छ, तर राज्यलाई लागत पनि प्रभाव, किनभने त्यहाँको कर्मचारीले नियमित गर्ने, जस्तै इन्जिनियरिङ काममै पनि सरकारी कर्मचारीलाई सजिलो बनाइदियो। अब कन्सल्टेन्टले गरिहाल्छ नि, मैले किन गर्नु पर्यो, चेक गरे मात्रै पुग्यो भन्ने भयो। उसको नियमित ड्युटी नै डाइभर्ट भयो र राज्यको लागत पनि बढिरहेको चाहिँ छ। अन्य सेवा भन्यो भने कार्यालयको लागि आवश्यक पर्ने मेसिनरी, सवारी साधन, इक्विपमेन्ट आदि भाडामा लिने पर्ने अवस्थामा भनेर यो कुरा भयो। अब खरिद कार्यका आधार र स्रोतहरू कार्यालयको उद्देश्य र उद्देश्य प्राप्ति गर्न गरिने कार्यहरू भए, कार्यको लागि क्रियाकलाप खुलेको कार्यक्रम, व्यावसायिक योजना, बिजनेस प्लान छ कि छैन भन्ने कुरा भयो। स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम वा आयोजनाका क्रियाकलापहरू भयो, खरिद योजना भनेर। अब यो हामी हेऱ्यौँ भने अधिकांश हाम्रा अहिलेका कार्यालयहरूको तपाईँले हेर्नुहुन्छ भने उनीहरूको व्यावसायिक प्लान, बिजनेस प्लान वा स्ट्राटेजिक प्लान भन्ने चाहिँ छैन। तर यो त हरेकको हुनु पर्थ्यो नि, हैन? प्रत्येक कार्यालयले मैले अबको 10 वर्षमा मेरो कार्यालयलाई कस्तो बनाउने भनेर, कि आज जस्तो छ त्यही ढर्रामा, आजको भएकै प्रशासनको क्षयीकरणमा समस्या यही हो। कुनै पनि कार्यालयले आफ्नै जनसङ्ख्या, फेरि यो अहिले अलिअलि बनाएका पनि के गरे त भन्दा बिजनेस प्लान अथवा बनाएछन् नि, तिनले के गरे भन्दा कन्सल्टेन्ट हायर गर्ने, अनि फेरि यो एउटा खेती मौला फेरि परामर्श सेवा लिने, अनि बिजनेस प्लान बनाइदे, स्ट्राटेजिक प्लान बनाइदे भन्ने, त्यो होइन। तपाईसँग मौजुदा कर्मचारीहरूको एउटा टिम बनाइदिएर उनीहरूले नै सामान्य नभएकाले त सामान्य बन्दा पनि राम्रो भयो नि त, किन एक्सिलेन्टै चाहियो त। तर हरेकको बिजनेस प्लान या स्ट्राटेजी, बिजनेस प्लान भन्दा बित्तिकै हामीले के बुझ्यौँ भने यो चाहिँ पैसा कमाउनका निम्ति मात्रै होइन कि कार्यालयको स्ट्रक्चर, कार्यालयको सेवा, कार्यालयको अवस्था, आजको सेवाको प्रवाहको अवस्था र भोलिको आजदेखि पछि 10 वर्षको सेवाको प्रवाहको अवस्था कस्तो हुने भन्ने पनि हाम्रो बिजनेस, हाम्रो सेवाको प्लान हो कि। तर हामीलाई यसलाई बुझ्न सकेनौँ है। त्यसैले अधिकांशले अब प्राइभेट कतिपय नाफा नोक्सानमा काम गर्ने संस्थान त्यस्ताहरूले त बिजनेस प्लान बनाइरहेछन्, तर सरकारी सार्वजनिक निकायहरूले बिजनेस प्लान बनाउन सकेनन्। सार्वजनिक खरिद प्रणाली र चक्र के हो त भन्ने कुरा आउँछ। सार्वजनिक खरिद प्रणाली र चक्रको कुरा गर्दा खरिद मागबाट सुरु हुन्छ। पहिला माग्नु पर्यो नि त, मलाई पेन चाहियो भन्न पर्यो, मलाई सडक चाहियो भन्दै गाउँलेहरू पुग्छन् नि। अस्ति फोहोरका, हामीलाई फोहोरका निम्ति यहाँ यो चाहियो भनेर आए, मेलम्चीवालाले हामीलाई मेलम्ची पानी लाने हो भने यो चाहियो भने खरिद माग सुरु भयो के। त्यो पनि खरिदै हो हेर्नु, किनभने अब उनीहरूले माग राखे, त्यसलाई बिस्तारै सरकारी संयन्त्रहरूले खरिद गरेर त्यहाँ आपूर्ति गर्ने हो नि त तिनीहरूको। जस्तै सडक बनाउने हो भने सडक बनिदिने हो, निर्माण गर्ने हो, त्यो निर्माण खरिदमा पर्यो हो। त्यो काम चाहिँ के हो त भन्दा खरिद मागमा आयो। अब यो खरिदका निम्ति के हुन्छ त भनेर खरिद माग कसले गर्ने भन्ने कुरा आउँछ। खरिद माग चाहिँ एउटा खरिद योजना के अरे शाखा महाशाखाहरूले गर्ने हुन्छ। जस्तै म आफ्नै इन्टरनल्ली हेऱ्यो भने मेरो शाखालाई यो चाहिन्छ, यो इक्विपमेन्ट चाहिन्छ, यो कुरा चाहिन्छ यो वर्षभरिलाई भन्ने कुरा हो। अर्को चाहिँ कार्यक्रम र बजेटको आधारमा चाहिँ ल यहाँ यस्तो छ भनेर, अब त्यो अघि भने जस्तै विभिन्न ठाउँमा निर्माणका कुरा, भवनका कुराहरू त फेरि शाखा महाशाखाले मागेर मात्रै हुन्न। यी शाखा महाशाखाहरूले पहिचान गर्छन् के, पहिचान गर्छन् फलानो ठाउँमा बाटो बनाउनु पर्यो, माग्न त्यहाँका स्थानीयले मागे पनि पहिचान चाहिँ यहीँबाट जुन निकायले सार्वजनिक खरिद गर्ने हो त्यसले पहिचान गरिरहेको हुन्छ, त्यसले इस्टिमेट गर्छ, त्यसले नाप्छ गएर ल यहाँ सडकलाई यति इस्टिमेट आयो, यो अनुसारको बजेट एलोकेट गर्नु पर्यो भनेर खरिद माग सुरु हुन्छ। माल सामान निर्माण कार्य, परामर्श, अन्य सेवा जेको पनि खरिद माग सुरु हुने भयो। अब खरिद इकाइका कार्य भनेर यो खरिद इकाइ, मैले यहाँ खरिद इकाइ राखेँ। अब हाम्रो ऐनले पनि खरिद इकाइ भनेरै भनेको छ, तर त्यहाँ के भनेको छ भने खरिद इकाइ शाखा या महाशाखा भनेको छ। कतिपय अब ठुला ठाउँहरूमा खरिद महाशाखै भनेर पनि खडा गरेको देखिन्छ। कतिपय कार्यालयहरूले खरिद शाखा भनेर छुट्टै एउटा खरिद शाखा बनाएको पनि देखिन्छ। अब त्यो बाहेक चाहिँ कार्यालयको संरचनामै नभएका खरिदबारे ठ्याक्कै संरचना नभएकाहरूले चाहिँ खरिद इकाइ भनेर कार्यालयकै विभिन्न कर्मचारी, खरिद सम्बन्धी ज्ञान भएका कर्मचारीहरूलाई संलग्न गरेर खरिद इकाइ भनेर गठन गरेको चाहिँ देखिन्छ, खरिद इकाइ भनेर। अब यसले के काम गर्छ त भने यो त्यो तीन काम के हो भने जस्तै खरिदको माग सङ्कलन गर्ने, मौजदातहरूको जानकारी लिने,
मौजदात त उसँग हुँदैन, फेरि खरिदको हुँदैन, त्यो त कहाँ हुन्छ भन्दा स्टोरमा हुन्छ। ल यो माग आयो है, यो मौजदात छ कि छैन, यो वर्षलाई पुग्ने हो कि होइन, यसका निम्ति बजेट छ कि छैन भनेर हेर्नु पर्यो, तर त अभिलेखको भिडान गर्नु पर्यो। यसले खरिदी इकाइले गर्ने काम। अब अर्को भनेको प्राविधिक विवरण तयारी, जस्तै माल सामानको हकमा पो मौजदातको कुरा भयो, अब सडकको हकमा त मौजदात सडक छ भन्न त मिलेन, त्यसै भएर प्राविधिक विवरणको तयारी गर्नु पर्यो। अब टेक्निकल कुराहरू जस्तै आकार, नक्सा, बजार अध्ययन, डिजाइन, प्राविधिक विशेषताहरू, माल सामानको नमुनाहरू बनाउनु पर्यो, यो चाहिँ गर्नु पर्यो। अर्को भनेको खरिद कार्य यकिन गर्नु पर्यो के, खरिद परिमाण कति गर्ने हो, कति, जस्तै सडकै बनाउने हो भने पनि कति किलोमिटर बनाउने हो, कति मिटर बनाउने हो होइन, अब त्यहाँ के गर्ने हो, त्यहाँ चाहिँ जस्तै ढल हाल्ने हो कि ढलसहित नाली बनाउने हो कि के कुरा गर्ने हो त, ती कुराहरू चाहिँ प्राविधिक विवरण तयारीमा चाहिँ आउनु पर्यो र खरिद कार्य यकिन हुनु पर्यो। यसको गुणस्तर, क्वालिटी कुन लेभलको क्वालिटी हुने भन्ने कुरा आउनु पर्यो। अब त्यो क्वालिटी नै ठ्याक्कै यसको यो हुन्छ भन्ने त मलाई थाहा छैन होइन, क्वालिटी भन्ने कुरा, समय कति लाग्ने, कस्तो प्रकारको यो खरिद हो भन्ने कुरा चाहिँ यसले यकिन गर्नु पर्यो खरिद इकाइले नै सुरुमा। अनि प्याकेज निर्धारण गर्नु पर्यो। अब खरिदमा जस्तै माल सामानहरूको एउटा प्याकेज होला, निर्माणहरूको एउटा प्याकेज होला, परामर्श सेवाको एउटा प्याकेज होला, अन्य सेवाको हकमा छुट्टा छुट्टै प्याकेजको कुरा हुने भयो, यो प्याकेजहरूको निर्धारण गर्नु पर्यो। अब अर्को कुरा भनेको तपाईको लागत अनुमान भनेर, लागत अनुमान प्याकेजका आधारमा भनेर, लागत अनुमान भनेर, लागत अनुमान प्याकेजका आधारमा भनेर, सँगसँगै लागत अनुमान जसलाई प्याकेजका आधारमा लागत अनुमानहरू तयार गर्ने कुरा भयो। त्यसपछि योग्यताहरूको निर्धारण, क्वालिटी, यो के अरे योग्यता निर्धारणको कुरा भयो, जनशक्ति, अनुभव, वित्तीय तथा छनौट विधि के हुन्, कस्तो अवस्थामा, कुन विधिमा, क्युबिएस हो कि क्युसिबिएस हो कि एफपिएस हो कि एलसिएस हो कि होइन, अब यी चाहिँ कुन विधि हामी निर्धारण गर्छौँ भनेर, छनौट विधि चाहिँ कुन गर्ने भनेर गर्ने कुरा भयो। अनि आयो खरिद विधिको निर्धारण गर्ने, खरिद विधि निर्धारण भनेर अब कुन विधि त, सोझै खरिद हो कि वार्ताबाट हो कि, अब कतिपय चाहिँ हामी दरबाउ पत्र वा प्रस्ताव माग गरेर हो कि होइन, अब बोलपत्रको प्रस्ताव माग गरेर हो कि बोलपत्र वा प्रस्तावबाट हो कि, अब उपभोक्ता समिति मार्फत हो कि, त्यसै गरी अब खरिद योजना तालिका हुनु पर्यो। खरिद योजना तालिका भनेर खरिद विधिमा त अरू पनि छन्, मैले पछाडि खरिद विधिहरू यहाँहरूलाई सेयर गर्छु। अब दरबाउ पत्र, बोलपत्र, कागजात वा प्रस्ताव तयारी अनि सम्झौताका कुराहरू भए, यो खरिद योजना तालिकामा हामी हेऱ्यौँ भने। त्यसपछि तपाईँको यिनीहरूको प्रस्तावको सूचनाको प्रकाशन हुने भयो, प्रकाशन सबै बनाइयो नि त कागजात। अब के गर्न पर्यो त भन्दा नोटिस जारी गर्न पर्यो, ल आइजाऊ है कोलाई चाहिँ इच्छा छ भन्न पर्यो। तिनीहरूको पूर्व योग्यता, बोलपत्र, कागजात, प्रस्ताव उपलब्ध गराउने कुरा हो, हामीले दिनु पर्यो उनीहरूको के हो भनेर। पूर्व योग्यता, प्रस्ताव, बोलपत्रको लागि हो भने यदि बैठक हामीले त्यहाँ राखेका छौँ भने, अब हामीले खरिदमा यो कन्डिसन राखेका हुन्छौँ छ भने चाहिँ त्यो बैठक चाहिँ राख्नु पर्यो तपाईँले कहिले गर्ने भनेर। दरबाउ पत्र र सोझै खरिद हो भने चाहिँ तपाईँले सिधै गर्न सक्नुभयो, त्यसमा परेन। अब दरबाउ पत्र, बोलपत्र, प्रस्ताव पेश गर्ने भए, जस्तै दरबाउ पत्र सोझै खरिदको हकमा सिधै र दरबाउ पत्रको हकमा सोझै पेश गर्ने भए, बोलपत्रहरू अरू प्रस्तावहरूको हकमा चाहिँ बैठक, बोलपत्रको पहिला बैठक बसेपछि पेश गर्ने कुरा भयो। दरबाउ पत्र, बोलपत्र र प्रस्तावहरूको मूल्याङ्कन हुने भयो, सबै इन जेनरल कुरा छ। प्रस्ताव वा बोलपत्र पुनरावलोकन हुने भयो, कार्यालय वा समितिमा कसैले चाह्यो भने है, यो पनि एउटा कन्डिसन हो। कोही पुनरावलोकन गयो भने पुनरावलोकन हुँदै आउने भयो। अब होइन पुनरावलोकनमा कोही पनि गएन, हामी जुन आशयको प्रस्ताव स्वीकृतिको आशयको एउटा सूचना निकाल्छौँ त्यसपछि ऊ जानु पर्यो। गएन भने चाहिँ दरबाउ पत्र, बोलपत्र वा प्रस्ताव चाहिँ स्वीकृति हुने भयो। अब करार सम्झौता हुने भयो। त्यसपछि सम्झौता प्रशासन, अब सम्झौता गइसकेपछि अनुगमन, गुणस्तर परीक्षण, माल सामान, सेवा प्राप्ति, अब भुक्तानीका कुराहरू यहाँनिर हुने भए र खरिद माग चाहिँ पुरा भयो। यो चाहिँ चक्र हो, सार्वजनिक खरिद प्रणाली र खरिद चक्र भनेर। अब यहाँहरूलाई कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला। आजको यो जुन सार्वजनिक खरिद व्यवस्थापन भन्ने यसको चाहिँ जुन भाग 1 मा मैले यहाँहरूसँग यति नै कुरा सेयर गरेँ। यदि तपाईहरुलाई यो कन्टेन्ट चाहिँ सर अझै यो ठीक छ, यो बारे बुझाइदिनु, अझै थप चाहिँ सार्वजनिक खरिद बारे
अरू पनि कुराहरू सेयर गरिदिनु भन्ने लाग्यो भने यहाँहरूले कमेन्ट गर्नुहोला। मैले तपाईहरुलाई खरिद यो सार्वजनिक खरिद र यसका कानुनी र व्यवस्थापकीय कुराहरूबारे थप कुराहरू चाहिँ सेयर गरौँला भन्दै यो सत्रबाट यहाँहरूसँग बिदा हुन्छु। नमस्ते, शुभ दिन।